नमस्ते, म गोविन्द न्यौपाने। यो मेरो पहिलो ब्लग हो। धेरै आरोह अवरोहपछि म बनाउने कोसिसमा छु। यसलाई तपाईहरुले हेरेर सुझाव सल्लाह दिनुहोला। अहिले म यो तारकेश्वर नगरपालिकाको साना गाउँ भन्ने ठाउँमा एउटा निर्माणाधीन साथीको घरको माथिको छतबाट देखाइरहेको छु। किनकि मलाई मेरो यो पहिलो बल्ब बनाउनलाई साह्रै अप्ठ्यारो, कसरी बनाउने होला, के गरी बनाउने होला, के बोल्ने होला, कसरी चाहिँ यो तयार हुन्छ होला भन्ने मलाई एकदम लागिरहेको थियो। म चाहिँ यसरी तपाईहरुलाई म सुनसान ठाउँहरु, एकान्त ठाउँहरु वरिपरि हरियाली वातावरणमा मैले देखाउन गइरहेको छु। म शारीरिक रूपमा पनि अशक्त भएको कारणले गर्दाखेरि तपाईहरुलाई यो मेरो नमस्ते सहित उपस्थित भएको छु। यसलाई हेरिदिनु होला। मेरो यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। लाइक अनि कमेन्ट पनि गरिदिनु होला। यो मेरो पहिलो भएको कारणले गर्दाखेरि यसमा केही कमी कमजोरी भयो होलान्, त्यसलाई सहर्ष स्वीकार दिनु होला। आगामी दिनहरुमा राम्रो बनाउने कोसिस जारी रहनेछ। अरु के कुरा भनौं, यो मेरो पहिलो प्रयासमा तपाईहरुको साथ र सहयोगको आशा एकदम गरिरहेको छु। यसलाई सहर्ष स्वीकार्नु होला। अब आउने दिनहरुमा नयाँ नयाँ प्रस्तुतिहरु, नयाँ नयाँ अवलोकनहरु, नयाँ नयाँ परिदृश्यहरु तपाईहरु सामुन्य लिएर आउने कोसिस गर्ने छु। र मलाई तपाईहरुको साथ र सहयोगको एकदम खाँचो रहेको छ। शारीरिक रूपले पनि अशक्त भएको कारणले गर्दाखेरि समाजबाट अपहेलित हुनु परेकोमा पनि त्यति दुःख लागेको छैन। किनकि समाजले त शारीरिक सम्पन्नता नै खोज्छ। त्यो सम्पन्नता अलिकति कम छ, तर पनि सहस्र मेरो यो जीवनलाई स्वीकारेर अगाडि बढिरहेको छु। तपाईहरुको साथ र सहयोगको आशा सहित नयाँ नयाँ कुराहरुको नयाँ नयाँ अवलोकन पछिका भिडियोहरुमा तपाईहरुलाई देखाउने जमर्को सहित आज यस पहिलो ब्लग तपाईहरु सामु ल्याएको छु। यसलाई स्वीकारेर तपाईहरुले मेरो लागि के उचित हुन्छ साथ सल्लाह दिनु होला भन्दै म यो पहिलोबाट बिदा भई जान्छु। र दोस्रो तेस्रो हुँदै अब हामीहरु तपाईहरुलाई भेट्ने बाचा गर्दै यहाँबाट बिदा हुन्छु। हस्त, नमस्ते, धन्यवाद।